हेलो गाइज, आज चाहिँ हामी कलेजबाट भिजिट जाँदैछौँ। अनि हामी भिजिट चाहिँ दमकको एउटा चिया प्रोसेसिङ फ्याक्ट्री गएको थियौँ। अनि त्यहाँ चाहिँ हामीले चिया प्रोसेसिङ गरेको हेऱ्यौँ। वीडियो हेलो, मेरो नाम गरिमा राई हो। हाय, हेलो, मेरो नाम गरिमा राई हो। हेलो, मेरो नाम हेलो, मेरो नाम गरिमा राई हो। अनि यो चाहिँ हामी त्यो फ्याक्ट्रीभित्र छिर्न पाइरहेको थिएनौँ नि त, सर आइपुग्नै भएको थिएन। अनि त्यहाँ चिठी दिनुपर्ने रहेछ। अनि सर नआउन्जेल चाहिँ हामी बाहिरै बस्यौँ। सर आइपुग्नु भएपछि चाहिँ हामी बसमै चढेर त्यहाँबाट त्यो गेटबाट भित्र गयौँ कि निकै भित्र गएपछि अनि फ्याक्ट्री आयो। अनि त्यो फ्याक्ट्रीमा चाहिँ हामीले चिया सुकाएको हेऱ्यौँ। हामीले चाहिँ चिया सुकाएको मात्रै हेर्न पायौँ, किनभने त्यो दिन चाहिँ मिसिन चलेकै रहेन रहेछ। अनि त्यति हेरेर चाहिँ हामी फेरि ड्र्यागन फ्रुट पनि छ भन्नुभयो, अनि सिट्रस अनि पपैया छ भन्नुभयो। अनि हामी 3टा ग्रुपमा बाँडिएर गएको थियौँ। अनि हाम्रो चाहिँ ड्र्यागन फ्रुट परेको, अनि हामी चाहिँ ड्र्यागन फ्रुट हेर्न गयौँ। अनि कति धेरै टाढा रहेछ क्या ड्र्यागन फ्रुट चाहिँ। अनि हामी गयौँ, हिँड्दै गयौँ। अनि त्यस पछाडि त्यहाँ पुगेर चाहिँ हेर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ कति राम्रो ड्रिप इरिगेसन गर्नुभएको रहेछ क्या ड्र्यागन फ्रुटलाई। अनि कति हेल्दी खालको थियो। अनि खासै रोगहरू पनि केही थिएन, त्यही रट र एन्थ्रानोसिस थियो। अनि हामीले हेऱ्यौँ, अनि त्यहाँनिर कति राम्रो थियो क्या ड्र्यागन फ्रुट। अनि यो ड्र्यागन फ्रुट चाहिँ त्यो चियाहरू नभएको ठाउँमा चाहिँ गर्नुभएको रहेछ कि, त्यो खाली ल्यान्डलाई चाहिँ युटिलाइज गर्नुभएको रहेछ। अनि कति राम्रो थियो क्या, कति हेल्दी थियो। अनि त्यहाँनिर त्यति राम्रो गर्नुभएको थियो। अनि कस्तो राम्रो खालको थियो क्या प्लान्ट पनि, अनि धेरै एरियामा पनि थियो। अनि हामीले हेऱ्यौँ, अनि त्यस पछाडि हामी फर्क्यौँ। त्यस पछाडि थ्याङ्क यू फर वाचिङ, बाई बाई।